ओहो कता है जाने बोल्दै वो अग्नि स्वाम अभिवादय आगोलाई ढोका वो सूर्य त्वाम अभिवादय सूर्यलाई ढोका भो भूमि त्वाम अभिवादय ओम एवं शुश्रवशं कुरु स्वाहा ओम यथा तमवे देवानां यज्ञस्य निधिपा असि स्वाहा ओम एवमहं मनुष्याणां वेदस्य निधिपो भूयासं स्वाहा मलाई नि पकाउनु ओम माधवाय नमः हजुर ओम गोविन्दाय नमः पकाल ओम गोविन्दाय नमः झप्प अब यहाँ है यो जनै शिखा है यसो गर्ने काम यसो पठाऊ जनै निकाल है निकाल्यो बुढी अम्ला र कान्छी अम्ला यसो गर्नु त्यो गाँठोलाई यो बुढी अम्लालाई थिच्नु यहाँ थिच्नु यसो गरी है फेरि पानी हाल्नु हो यो बुढी अम्लालाई थिच्नु है
इखेत्वा इखेत्वा इखेतोर चेत्वा मायवस्थ देवो सविता प्रार्पयतु बल श्रेष्ठ तमाय ओम हनुमते स्वाहा हनुमते ओम पृथ्वी स्वाहा ओम अग्नि स्वाहा ओम ब्रह्मणे स्वाहा अनि म अहिले के हाल्नु सबै एकै ठाउँमा हो क्या छोडिदिएपछि सबै बिस्तारै गर है ल हामी पखिहाल्छ कति पार्यो यहाँ ल्या तिमीहरू कति पार्यो
भगवती भिक्षां मे देहि भगवत भगवती बोलेको छैन भगवत भगवती भिक्षां मे देहि 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 भगवती भिक्षां मे देहि भगवत 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 भगवती देहि हाम्रा भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां देहि भगवती भिक्षां देहि भगवती भिक्षां देहि भगवती भिक्षां देहि भगवत 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 भगवती भिक्षां देहि रंगीन पानो भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां देहि भगवत भगवती भिक्षां भाइ बोलो भनेर नित्यानन्द करे वराभय करे सौन्दर्य रत्नाकरे निर्दोता किल घोर पावन करे प्रत्यक्ष माहेश्वरे प्रालेयाचल वंश पावन करे काशीपुराधीश्वरे भिक्षां देहि कृपावलम्बन करे मातान्नपूर्णेश्वरे नानारत्न विचित्र भूषण करे हेमाम्बराडम्बरे मुक्ताहार विलम्बमान विलस कक्षोज कुम्भान्तरे काश्मीरागरुवासिता रुचिकरे काशीपुराधीश्वरे भिक्षां देहि कृपावलम्बन करे मातान्नपूर्णेश्वरे योगानन्द करे रिपुक्षय करे धर्मार्थनिष्ठा करे चन्द्राकानल भासमान लहरि त्रैलोक्य रक्षा करे सर्वैश्वर्य समस्त वाञ्छित करे काशीपुराधीश्वरे भिक्षां देहि कृपावलम्बन करे मातान्नपूर्णेश्वरे
अष्टकन्दरालयकरे गौरी उमाशङ्करे कौमारी निगमार्तगोचरकरे ओंकार बीजाक्षरे मोक्षद्वार कवाट पाटनकरे काशीपुराधीश्वरी भिक्षां देहि कृपावलम्बनकरे मातान्नपूर्णेश्वरे दृश्यादृश्य विभूतिवाहनकरे ब्रह्माण्ड भाण्डोदरी लीला नाटक सूत्रखेलनकरे विज्ञानदीपाङ्कुरे श्री विश्वेश मन प्रसादनकरे काशीपुराधीश्वरी भिक्षां देहि कृपावलम्बनकरे मातान्नपूर्णेश्वरी अनि गुरुको आश्रममा जानुपर्दछ। अब 5वटा कुरो विद्यार्थीले गर्नुपर्ने अब है त काकचेष्टा बको ध्यानम श्वान निन्द्रा तथैव च अल्पहारी गृहत्यागी विद्यार्थी पञ्चलक्षणम। 5वटा लक्षण के हो त अब तिमीहरूको भनेदेखि काकचेष्टा कागको जस्तो चलाक हुनुपर्दछ, बको ध्यानम बकुलोको जस्तो ध्यान गर्नुपर्दछ, पढ्नमा एकदम दत्तचित्त भएर रहनुपर्दछ। श्वान निन्द्रा श्वान भनेको कुकुर जस्तो निद्रा हुनुपर्दछ, चटक्क कति बेला चाहिन्छ त्यति बेला उठ्ने पढ्न बसिहाल्ने। श्वान निन्द्रा तथैव च अल्पहारी थोरै खानुपर्छ, धेरै खायो भने अल्छी लाग्छ, निन्द्रा लाग्छ। अल्पहारी थोरै खाने धेरै नखाने। गृहत्यागी घरको चिन्ता गर्नु हुँदैन, 25 वर्ष उमेरसम्म पढ्नमा दत्तचित्त भएर लाग्नुपर्दछ। विद्यार्थी पञ्चलक्षणम यो 5 लक्षण चाहिँ आफूमा हुनुपर्दछ है। त्यसकारण अब व्रतबन्ध आज भयो। अब बुवा आमासँग चाहिँ बिदा मागेर अब तिमीहरू बाहिर गुरुको आश्रममा गएर पढ्ने, गुरुकुलमा पढ्ने। अब त अहिले ठाउँ ठाउँ बोर्डिङ स्कुल छ, नजिकै छ है, गुरुकुल जानै पर्दैन। गुरुकुल पनि छ नि त। त्यसकारण म समय आमातिर मम्मीतिर हेर्नु। हे माता माता भन्नु। अब हाम्रो व्रतबन्ध भयो। गुरुको आदेश अनुसार हामी घर छोडेर देशान्तर गएर विद्या आर्जन गर्नेछौँ। 25 वर्षको उमेर भएपछि मात्रै फर्केर आउनेछौँ हो। सबै तिर्खा भोग सबै मेटाएर पनि तिमीहरूको सेवा शुश्रूषा गरेर यत्रो ठुलो बनाएँ। अब तिमीहरू चाहिँ हामीलाई छोडेर जाने कुरा गर्दछौ, नजाऊ, म घरैमा राखेर तिमीहरूलाई चाहिँ विद्या आर्जन गराउँदछु, तिमीहरू नजाऊ, टाढा जानु पर्दैन भनेर चाहिँ आमाले भन्नुपर्दछ, पकाउनु पर्यो है। तिनीहरू नभए जान्छ। पितो कष्टेन पाल्तो तस्मान् अनेकम मया सुधा त्वयि तेषान्तरे यातु कहाँ कति म पुत्रका। बाउले भन्दछन्, हे छोरा हो, तिमीलाई यस्तो पालेर राख्यो, यस्तो हुर्कायो बढायो,
बाहिर जाने कुरा नगर हामी कसको आशमा बस्छौँ तिमीहरूकै आशमा चाहिँ हामी घरमा बसिरहेका छौँ तिमीहरू नै यो घरमा भएन भने यो घरले त हामीलाई खान्छ हामी तिमीहरू बिना हामी बस्न सक्दैनौँ तिमीहरू बाहिर जाने कुरो नगर कहाँ आयो पहिले पुगेर हुन्छ पहिले भानुहरूलाई कुन नदिने एकछिन समातेर राख्नु पर्दैन साँच्ची नै भाइ अब जाने यसैको लागि आएको अलिक त्यो सकिने आमा बुवाले भनेको वचनको पालना सधैँ गर्नु त्यो गरियो भनेदेखि कहिल्यै दुःख पाइँदैन सबभन्दा संसारमा माया गर्ने भनेका आमा बुवा मात्रै हुन् है त्यसपछि अलिअलि बाँकी रहेको भनेको आफ्ना भाइ बन्धु बान्धव है यिनीहरूले माया गर्छन् त्यसपछि मात्रै तीभन्दा बाहिर गएपछि सबै मतलबी हुन्छन् बुझ्यौ सबै मतलबी हुन्छन् त्यस कारण अब चाहिँ तिमीहरू दुईजनालाई आफ्ना मूल गुरु जुन छन् नि पहिलो गुरु आमा बुवाको जिम्मा लगाउने अब जति वचनहरू छ नराम्रो वचन आमा बुवालाई जिन्दगीमा नबोल्ने मिठो वचन बोल्ने होइन आमा बुवालाई देवता गुरु समान मान्ने बाउमा ढोग्ने अनि हातमा दिन्थ्यो बाबा कता अच्युतं केशवं कृष्ण दामोदरम् अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभं रामनारायणं जानकी वल्लभं कौन कहते हैं भगवान आते नहीं कौन कहते हैं भगवान आते नहीं तुम मीरा के जैसे बुलाते नहीं तुम मीरा के जैसे बुलाते नहीं अच्युतं केशवं कृष्ण दामोदरम् अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभं रामनारायणं जानकी वल्लभं कौन कहते हैं भगवान खाते नहीं कौन कहते हैं भगवान खाते नहीं बेर शबरी के जैसे खिलाते नहीं बेर शबरी के जैसे खिलाते नहीं
माँ यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे सुलाते नहीं। हरे ओम सहस्रशीर्षा पुरुषः सहस्राक्ष सहस्रपाद सर्वोमिघ्नो सर्वतस्पृत्वात्यतिष्ठदसाङ्गम् पुरुष एवेदग्नो सर्वं यद्भूतं यत्स्वभाव्यं भूतामृतत्वशेषानो जगन्नेनातिरोहति एतावानस्य महिमा तो जाया सपुरुषः पादोर्षे विश्वभूतानि निपादस्यामृतं देवीं उदयित पुरुषः पादोषे भवत पुनः ततो विक्वं व्यक्रामत्सासनानसने अभि ततो विराट जायत विराजो अधिपुरुषः सदतो अत्यर्चत पश्चात् भूमिमधो पुरः तस्माद्दन्या सर्वभूतः संप्रेतं प्रगत्यन्मांस्तास्तिग्रे बाह्यव्यानारण्य ग्राम्यास्सि तस्माद्दन्या सर्वभूतारे च सामान्यजन्निरे रूपाधा उत्सेते ब्राह्मणोऽस्यमुखमासीद्बाहोराजन्यः कृतः ओरोदस्य वैश्यः पदव्याकुशोत्र अजायत चन्द्रमा मनसो जातश्चक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च महादग्निरजायत नाभ्य आसीदन्तश्चक्षुषेषणाद्यो समवर्तत पदभ्यां ॐ वृद्धिशः श्रोत्र तथा अच्युतं केशवं कृष्ण दामोदरम्, अच्युतं केशवं कृष्ण दामोदरम्, रामनारायणं जानकी वल्लभम्, रामनारायणं जानकी वल्लभम्। कौन कहते हैं भगवान नाचते नहीं, कौन कहते हैं भगवान नाचते नहीं, गोपियों की तरह तुम नचाते नहीं, गोपियों की तरह तुम नचाते नहीं। अच्युतं केशवं कृष्ण दामोदरम्, अच्युतं केशवं कृष्ण दामोदरम्, रामनारायणं जानकी वल्लभम्, रामनारायणं जानकी वल्लभम्। फोटो भिडियो गर्ने
शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकौँ। शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकौँ। शुभकामना भरी आँखाका दुई घडा प्रीतले भरेको हरेक बुँदले अविशेष देवोस्। श्रद्धा भक्ति विश्वास मायाले उनेको हर शब्द यो मङ्गल माला बनोस्। शुभकामना भरी हरेक उषामा तिम्रा बिहानीहरू रङ्गाउन सकौँ। शुभकामना भरी मुटुको दियोमा सधैँ बलिरहने अखण्ड बत्ती पथदर्शक रहोस्। सतुवाको सिउँदोमा झल्किरहने सिन्दुर झैँ शुभ त्यो जीवन बनोस्। शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरू सजाइदिन सकौँ। शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको
ॐ पुण्यं प्रगच्छं देवा सहायिना स्वाहा यदि नशिवाय पुण्यं प्रगच्छं स्वाहा